सुरु गरिसकेको त अघि नै हामीले धेरै लामो डोरी बाटो चाहिँ गाई यसो कुराको गाई भने अझै मैले अलिक मैले भनिरहनु पर्दैन कि आउ जाऊ जाऊ यो घर मैले भनेको घर भेटी छ बहिनी भेटी छ दाल बासी दाल 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 फेरि लामो हुन्छ के लाटर हालिदिइहाल त छोटो भिडियो छोटो बनाउने के यो बोलेको चाहिँ मेटेर म अर्को बनाउँछु गीत गीत हाल्छु क्या भेटी छ के ती साथले त बिग्रिन्छ है अलि ठाडो पार धुप चाहिँ उँधो मन्टे के ठाडो भनेको चाहिँ चप्पलले फुकालेर गर्नुपर्ने चप्पल फुकाल दुइटैले चप्पलसँग पूजा गरिँदैन टोपी लाउनु हुँदैन चप्पल लाउनु हुँदैन खै त अहिले त्यो चामल त ठाक ठाक 2-3 ठाउँ राख त्यो अबिरहरू त्यहाँ अलिकति खने दाला दाला झुलो भइसक्यो पहिला चाहिँ उ गर्न चामलहरू खनेन भनेर भनेको खाग अलि अग्लो हो त्यसरी खा ताम त्यो के हतारले पूजा गरेको के गरेको खोइ 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 घुमाएर ल जुला जुला क्रोक्स अनि तैँले पनि गरिहाल्छ त्यसरी पूजा फुलको डोली कुदाइसक्यो शङ्ख बजाउँदै टुङ पार्दै तीन मिनट हुन आँटिसक्यो ल बाबा अबिर लगा ऊ त्यहाँ लगाइदेऊ पर घन्टीमा लगाइदे फुलमालातिर लगाइदे ढोग घन्टी हल्ला माइलाल चाहिँ तल भुइँमा अलिकति भुइँमै राख्न भुइँमा अलिकति खन्या त खन्या न खन्या अलि लगा चिनिने गरी अलि देखाएर हल्ला नि यसरी हौ यसो त्यसरी देखाएर लु ढोग नमस्कार गरेर अब यता खै फर्किने यता भएन ल हेर्न छि अहिले म उँभो लामा लगाइदिए सर्लक्क ल्याएर छेलियो खै माइलाल गर छिटो ढिलो भइसक्यो लामो भइसक्यो भिडियो ल धोएकै चाहिँ देखिएन लु ढोक त यता पुगेको छ छिटो गर भिडियो लामो भयो कि लु ढोक अब 4 मिनेटको पैसा किन लगाइस् पैसा उठा खोइ हामीलाई चाहिँ अनि के कहाँ उठिरहेको छ पर्दैन हामी त टिका खोइ दाजुले पनि मेरो जग्गा नल्याएन अन्त बल्बु लगाएर उनीहरूले हिँड्छ अनि चुप भन्छ भिडियो गर्नु त्यसरी गर काट्नुहुन्छ अरे नि त्यहाँ खोइ चोराउनलाई लगाइदियो फेरि अर्को यस्तो लगाइदिए कि बुढी आउँछ लगाइदियो फेरि एकचोटि नि भयो दामी लगाइदियो टाढा लगाइदियो